वो मिति तोकेर आह्वान भइसके पछाडि फेरि कुनै सूचना नदिइकन बैठक स्थगित गर्ने जुन प्रकरण भयो त्यो प्रकरणको लगत्तै पछाडि नेपाली कांग्रेस पार्टीले दुईटा विषय उठाएको थियो। एउटा यो संसदलाई पनि हेपेको हो, एउटा नागरिकलाई पनि हेपेको। संसदलाई किन हेपेको हो भने संसदप्रति विश्वास नराखे, आफ्नो बहुमत भएको संसदप्रति सरकारको विश्वास छैन। त्यस कारणले गर्दा संसद चलेर अध्यादेश ल्याउँदैछ भन्ने प्रश्नले उठायो। दोस्रो विषय नागरिकलाई हेपेको। नागरिकलाई किन हेपेको भने नागरिकलाई बताउनु नपर्ने के भन्दै नपर्ने। सरकारको केही मन्त्रीहरूले के भनेको सुने मैले पछि भने संसदको तयारी नभएको हुनाले गर्दा यो संसदीय अनुरोधमा हामीले संसदको बैठक स्थगित गर्नु परेको भनेर भन्ने। यो त अस्तिसम्म हेपेको कुरा त ढाँटेको कुरा पनि त्यसले हेप्नुको अहिले ढाँट्नु। आखिर के को लागि हो भन्ने कुरा हिजो प्रश्न भइहाल्यो अध्यादेश ल्याएको कुरा। यो अध्यादेशसँग जोडिएको विषय मात्र होइन, हामीले अहिले जे कुरा सुनिरहेका छौँ बाहिर संवैधानिक परिषदमा अहिलेको जुन खालको बनोट छ त्यो बनोटभित्र योभन्दा पहिला पनि त्यो बेलाको प्रधानमन्त्रीहरूले आफ्नो इन्ट्रेस्ट अनुसारको काम गराउनका निम्ति यहाँ भित्रको संख्या जे छ त्यसलाई तलमाथि गर्नका निम्ति आफ्नो सुविधाजनक बहुमत बनाउनका निम्ति छलफल गर्ने प्रयास योभन्दा पहिलाका प्रधानमन्त्रीले गर्नु, जसमा हामीले सदैव असहमति प्रकट गरौँ। अहिले यो बेलामा यस्तो अनुकूलता भएको बेलामा सरकारले संवैधानिक परिषदमा प्रधानमन्त्रीको हैसियतबाट म अहिलेको नियुक्तिहरू यसरी गर्न चाहन्छु, म अदालतका सन्दर्भ नियुक्ति गर्न चाहन्छु, म अरू संविधान नियुक्ति यसरी गर्न चाहन्छु भनेर भन्ने विषयका सन्दर्भमा हामी प्रमुख प्रतिपक्षी दल छौँ। हामीसँग एकपटक संवाद गर्नुभएको छ, हामीसँग कुराकानी गर्ने। हामी आफै पनि व्यापक सुधारको पक्षमा छौँ। हामी आफै पनि हिजो कतिपय विषयका सन्दर्भमा जसरी राजनीतिक दलहरूले निर्णय गरे ती निर्णय प्रक्रियाहरू सच्याउनु पर्छ र सच्याउँछ भन्ने प्रतिज्ञा गरेर चुनावमा गयो। हामी अहिले बहुमत प्राप्त गरेर आएको अवस्था थियो भने हामी आफै संवैधानिक परिषदमा नियुक्ति गर्ने कुराहरूमा व्यापक फेरबदल गर्नुपर्छ भनेर लागिरहेका हुन्थ्यौँ। अनि सरकारमा लिए बसेको प्रधानमन्त्रीले एकपटक म यो विषयमा एकपटक गाउँ प्रतिपक्षी दलसँग संवाद गर्छु, म कुराकानी गर्छु, मेरो यो सोचाइ छ, के पनि भन्नु नपर्छ। उहाँ निर्वाचित भएर बनेको सरकार हो र प्रधानमन्त्री हो भने नेपाली कांग्रेस पार्टीको त यही निर्वाचित भएर आएको प्रमुख प्रतिपक्ष दल हो, जुन सबै संसदमा छ। त्यसले यो हिफा प्रवृत्तिबाट अन्ततगत यसले दुर्घटनामा जान्छ, अप्ठ्यारोमा लिएर जान्छ। हामी अहिले सरकार बनेको भर्खरको समय भएकोले गर्दा हामी सकेसम्म मधुरो स्वरमै बोलौँ भनी ठानिरहेका छौँ। हामी सरकारलाई मद्दतै गर्न चाहिरहेका छौँ। हामी शासकीय सुधारका सन्दर्भमा सरकारले गर्न खोजेका कामहरूमा हामी सहयोगी नै बनौँ भन्ने कोसिस गरिरहेका छौँ। तर हामीहरू छौँ भन्ने कुरालाई पनि नमानेको जस्तो गरेको। म एक्लै चलाउँछु, म एक्लै सोध्छु, म एक्लै गर्छु, अरू मागिरहेको सबैलाई पेलपाल गरेर लिएर जान्छु, संसदलाई पनि पेल्छु, अरू पार्टीलाई पनि पेल्छु भनेर सोचेर लिएर जाने कुरा चाहिँ त्यो अन्ततगत यसले उहाँहरूलाई नै अप्ठ्यारोमा पार्छ। मेरो अहिले पनि सुझाव के छ, हामी अहिले नै पनि यी कुरालाई सच्याउनुहोस् र यसलाई ठिक बाटोमा लिएर जानुहोस् भन्ने हाम्रो